को 9 अध्याय कति 15 पद है त्यहाँ एउटा शब्द लेखिएको छ चुनिएको भाँडा है उहाँले पौलुसलाई चुनिएको भाँडा उहाँले भन्नुभयो त्यो मेरो कामको लागि फेरि पढिदिनुहोस् त एक कुरा प्रभुले तिनलाई भन्नुभयो तिमी जाऊ अन्य जातिहरू राजाहरू इस्राएलका सन्तानहरूको सामु मेरो नामको घोषणा गर्नलाई मेरो लागि तिमी चुनिएको भाँडा हो है त्यहाँ भाँडा भन्ने शब्द आएको छ है अङ्ग्रेजी व्याकरणमा यस्तो लेखेको छ भनेपछि जहाज ठुलो भाँडा है मानिलिउँ त्यहाँ धेरै कुराहरू अटाउँछ जहाजमा त धेरै मान्छेहरू अटाउँछन् है ठुलो भाँडामा धेरै पानी अटाउँछ धेरै चामल दालहरू अटाउँछ है यो ठुलो भाँडा हो यो है चुनिएको भाँडा भनेपछि हामीले त्यहाँ बुझ्नुपर्छ तपाईँ हामी पनि भाँडा हौँ र हाम्रो भित्र पनि धेरै कुरा अटाएको छ है संसारका कुरा पनि यहीँ अटाएको छ है प्रभुको कुराहरू पनि अहिले अटाएको छ तब प्रभुले आज हामीलाई चुन्नुभयो हामी उहाँको भाँडा भयौँ त्यसले गर्दाखेरि प्रभुको वचन आज हाम्रो हृदयमा स्थान पायो अनि जसले गर्दा आज हामी हाम्रो प्रभुलाई हामीले प्राप्त गर्न सक्यौँ मुक्ति हामीले पाउन सक्यौँ है पापको क्षमा हामीले पाउन सक्यौँ है अनन्त जीवनको भागीदार आज हामी बन्न सक्यौँ है म पनि कसरी भएँ है कसरी कुन प्रकारले प्रभुले मलाई पनि बचाउनु भयो हुँदैन भएको कुरा है संसारमा एकदम असम्भव भएको कुरा यो असम्भव थियो संसारको लेखी र हाम्रो जातित्वको हिसाबमा असम्भव थियो तर प्रभुले असम्भव प्रकारले यो कुराहरू सम्भवमा ल्याउनु भयो है सम्भव चाहिँ प्रभुमा सबै कुरा सम्भव छ है नभएको काम पनि प्रभुले गरेर देखाउनुहुन्छ अझ यो काम अझ तपाईँको जीवनमा भयो है अझ मेरो जीवनमा पनि प्रभुले गर्नुभयो है मेरो आफ्नो अलिकति गवाई पनि तपाईँलाई बताउँछु मेरो घराना ब्राह्मण घराना अस्ति म भनिहालेँ है गुल्मी जिल्ला मेरो घर हो है अनि पौडेल परिवारमा जन्म भयो 2026 सालमा है अनि जेठ महिनामा अनि त्यसको पश्चात चाहिँ म चाहिँ सुरुदेखि नै यो धर्म कर्मको पछि एकदम सानैदेखि लागेर नि मान्छे है मलाई किन शान्ति थिएन बचपनदेखि नै मेरो मनमा शान्ति थिएन ईश्वर कहाँ छन् परमेश्वर कहाँ छन् भनिकन खोजिरहने मेरो मनमा एउटा तृष्णा थियो यो कुरा मैले आफ्नो आमा बाउलाई पनि बताएँ हाम्रा पुरोहित पण्डितहरूलाई पनि बताएँ कसैले पनि मलाई त्यसको जवाब दिएनन् अनि मेरो काका बाबुको साथमा म नागाल्यान्ड गएँ है नागाल्यान्ड जब गएँ नागाल्यान्डमा पनि मैले त्यो शान्ति मैले त्यहाँ पनि म भेटाउन सकिनँ यद्यपि त्यहाँ अरू चर्चका मान्छेहरू थिए उनीहरूको साथमा मैले कतै शान्ति पाइन्छ कि है कतै कुराहरू बुझिन्छ कि भनिकन एक दुईचोटि म गएको थिएँ पहिलाचोटि एउटा ठाउँमा गएँ त्यहाँ चाहिँ एउटा नेपाली ब्याप्टिस्ट चर्च यो चङ्की लौनाथको कुरा म गर्दैछु त्यहाँ जब पहिलाचोटि म गएँ यो 2040 सालको कुरा हो त्यहाँ जाँदाखेरि एक दिन पास्टर बाले एउटा वचन दिए अब उनीहरूको एउटा हिस्टोरिकल प्रकारले वचन दिन्छन् हामी जस्तो सिरियसली वचनमा गहिराइमा है वचनको एकदम उदाल कागज पारेर जहाँ यस्तो लेखिएको छ यस कार्यले यो लेखिएको छ है यो विषयले लेखिएको छ होइन स्वर्गका कुराहरू मुक्ति र उद्धारको कुराहरू गहिराइमा हामी बताउँछौँ यहाँ त्यस्तो थिएन एउटा उदाहरण प्रकारले उनले बताए सद्रक मेसक ओबेदनेगो है भनिकन उनले वचन निकाले एउटा कहानी कथा हिसाबले सद्रक मेसक ओबेदनेगोले नबुकदनेस्सर राजाले खडा गरेको मूर्तिलाई लगेनन् आगोको भट्टीमा फाले र परमेश्वरले उनलाई बचाउनु भयो भनिकन 5-10 मिनटको मेसेज थियो है त्यो उसको वचन चाहिँ 5-10 मिनटको मात्रै थियो त्यो बुधबारको रातिको बेलुकीको सेवा थियो आधा घन्टा 1 घन्टा जति हुन्छ आधा घन्टा मात्रै त्यो सेवा भएको थियो तर म 5 मिनट 10 मिनटमा त्यति कुरा सुने परमेश्वर हुनुहुने रहेछ तर परमेश्वर त मूर्तिमा त हुनुहुने रहेछ भन्ने कुरा मलाई एउटा निश्चयता भयो केटौली उमेर हो त्यति बेला थाहा भयो
मूर्तिमा चाहिँ परमेश्वर हुनुहुन्न रहेछ, वास्तवमा परमेश्वर चाहिँ हुनुहुने रहेछ, तर कहाँ हुनुहुन्छ? त्यो पास्टरज्यूले खुलाएर केही कुरा गरेन, त्यो कुरा अधुरो रह्यो। पछि 1-2 वर्ष भयो, अब म त्यहाँ एकखेर गएको कारणले गर्दा मेरा काका बाउले चाहिँ मलाई जसले नागाल्यान्ड लगेका थिए उसले मन पराएनन्, कहिले पनि जानु हुँदैन भने है। अनि गइनँ, अब काकाको बाउको अर्डर पनि माने गइनँ, तर मलाई मेरो मनमा एकदम शान्ति भयो। अन्त एक ठाउँमा त्यहाँबाट म सरुवा भएँ, लाइफ डिपार्टमेन्टको साथको घरमा काम गर्नको लागि म गएँ। त्यहाँ गएपछि एउटा नेपाली बाइबल मैले लिएँ 35 रुपियाँमा। त्यो जमानामा 35 रुपियाँमा मैले नेपाली बाइबल एकजना मान्छेसँग किनेको। पढेँ, सृष्टिको कुराहरू, परमेश्वरले आकाश पृथ्वी सृष्टि गर्नुभयो, घाम जुन तारा बनाउनु भयो भनिकन त्यहाँ उत्पत्तिको किताबमा पढेको पाएँ, लेखिएको पाएँ। अनि मैले पढेपछि त त्यो कुरा यथार्थ कुरा, परमेश्वर त स्वर्गमा हुनुहुने रहेछ, घाम जुन तारा त मैले पूजा गरेको चिज रहेछ है, म यस्तोलाई पूजा गरिरहेको रहेछु। त्यति बेलासम्म मैले घाम जुन तारालाई पुज्थेँ, किनभने हामी बाहुन गएको झनै भिड थियौँ। बिहानै उठेर नुहाएर पहिला के गर्नु पर्थ्यो, सूर्य देवतालाई नमस्कार गर्नु पर्थ्यो है। हाम्रो काम चाहिँ त्यस्तै थियो, गर्थेँ। त्यहाँ त्यो वचन जब पढेँ, यो 43 सालको कुरा है, 43 सालको कुरा त्यो भएको पढेँ। त्यहाँदेखि मैले त्यो सबै पुज्नु पनि छोडिदिएँ। सबै कुरा ईश्वरले बनाउनु भएको रहेछ, ईश्वरलाई पुज्नुपर्छ भनिकन। अब ईश्वरलाई के भनेर पुज्ने, के नाम हो ईश्वरको है, कहाँ हुनुहुन्छ ईश्वर है? अब कसैले बताएको भए पो थाहा हो नि, अलि पाको उमेर भएको भए पो यसो केही खोज्ने। अब केटोली उमेर छ र पनि मैले त्यो घाम जुन तारा पुज्ने भन्ने कुरा चाहिँ मैले बुझेँ। अब त्यहाँदेखि म पुज्नु पनि छोडिदिएँ है। अब त्यहाँदेखि त्यो मन्त्र सन्त्र जप्न पनि मैले छोडिदिएँ बिस्तारै है। तर प्रभुको वचन पढ्न मन लाग्यो, म पढ्न थालेँ। तर पढेका त्यति मात्रै बुझेँ, अरू कुरा मैले केही बुझिनँ। अनि भजन संहिता, हितोपदेश किताबमा पढ्थेँ, कति ज्ञान बुद्धिका कुराहरू पढ्थेँ, त्यसरी नै पढ्थेँ, कहिलेकाहीँ मात्रै पढ्थेँ। तर मलाई बहुत राम्रो लाग्थ्यो यो प्रभुको वचन। र मेरो हातमा बाइबल छ भन्ने सुनेर मेरो घरआमाहरूले, त्यहाँ भएका जति मेरो गाउँका मान्छेहरू थिए, मलाई निकै विरोध गरे, र पनि मैले बाइबल चाहिँ छोडिनँ। हुन्छ नि, तपाईँले भनेको मान्छु नि भन्ने यतिको चुपचाप लाग्यो, केही भने पछि चाहिँ जब 1987 साल इन्डियाको यहाँ 2044 साल हुन्छ, जब म त्यहाँ नागाल्यान्डमा एक ठाउँमा म गएँ। अहिले त्यो ठाउँमा जिनीबुटो भन्छ, त्यो जिनीबुटो भन्ने ठाउँमा त्यहाँ म त्यो साथसँगै म गएँ। त्यहाँ गए पश्चात चाहिँ एक फेर चाहिँ त्यहाँको पास्टर अगुवा साथै अरू कति 2-4 जना मान्छेहरू त्यहाँ थिए। र उनले मलाई भेटे, मलाई उनीहरूको चर्चमा पनि लगेर गए, किनभने मैले शान्ति खोजेको थिएँ। अब त्यहाँ चाहिँ एउटा पास्टरजीले एउटा वचन बताए, सायद अस्ति पनि बताए होला, विश्वास गर्नाले, बप्तिस्मा लिनाले मुक्ति पाइन्छ, त्यसरी मलाई बताए। फेरि कति अरे मर्कुस 16 अध्यायको कतिमा 15 पदमा है, 15 पदमा या 16 पदमा त्यो छ। त्यो कुरा चाहिँ उनले मलाई बताएको कारणले गर्दा मैले यो हो कि होइन, तर पनि म राम्रो बुझेको छैन, म अहिले लिन्न भने त्यसरी भने। लिनै पर्छ भने जबरजस्ती गरे है, जबरजस्ती गरे। 3 जना दिदीबहिनी छन्, तपाईँ एउटा छोरा मान्छे भए पनि 4 जना हुन्छ, 4 जना भए पनि बप्तिस्मा दिनु मिल्छ भनिकन म लिन्न भनेर मेरो साथको घरमा म बसिरहेको मान्छेलाई पनि जबरजस्ती साथसँगै वाद विवाद गरेर लगेर गएका एकजना युवराज प्रधान भन्ने व्यक्तिले। अनि त्यहाँबाट म गएँ, केही वचन केही पनि थिएन। विश्वास गर्छु प्रभुमा, विश्वास त गर्छु है, तर को हो केही थाहै छैन है। के भनेर विश्वास गर्नु, केही त थाहा त थिएन है, केही त थाहा नहीं। एकखेर जाँदैको घरमा के थाहा हुन्छ र केही थाहा हुँदैन नि, कसैले वचन सुनाएको पनि त होइन।
वचन सुनाएर बुझेर गएको त एउटा कुरा छुट्टै हो, त्यो राम्रो कुरा हो। तर केही बुझेको छैन। त्यही पास्टरजीले कुरा भने विश्वास गर्नाले बप्तिस्मा लिनाले मुक्ति पाउँछ, चुल्लुमै गएर डुबाइदिए है। तल एउटा खोल्चा थियो, खोल्चामा पानी जम्मा गरे, चुल्लुमा डुबाइदिए। त्यसमध्येमा हाम्रो विश्वासी हाम्रो एकजना दिदी पनि हुनुहुन्थ्यो, अहिले प्रभुमा उठ्नुभयो, उहाँ पनि हुनुहुन्थ्यो। प्रभु पर्नुभन्दा अगाडि नै उहाँ हुनुहुन्थ्यो, हामी सँगै लिएको। पछि गएर उहाँले प्रभु पर्नुभएछ, मैले पनि प्रभु पाएको रहेछु। अनि त्यो कुरा भयो र पनि मेरो मनमा शान्ति चाहिँ छैन, पाठमा भएको अनुभव पनि छैन, केही थाहा छैन। त्यस्तो भयो। त्यसको बाद चाहिँ अब यो जुन महिनाको कुरा भयो, अप्रिल महिनामा त्यो बप्तिस्मा दियो। जुन महिना अर्थात् असार महिना म त्यहाँ त्यो सापसँग झगडा गरेर किन मुक्ति पाएको त थिइनँ। झगडा गर्नु त एकदम सजिलो नि है, आपसमा झगडा गर्नु पो सजिलो है। नोकरी देनेको बोला था नहीं दिया तुमको मारूंगा भन्दै बोकिङ देखाउँदै नेपालीको त्यस्तै त हुन्छ, मूर्ख टाइपको है। उनको ठिक गर्नुमा भने नेपाली मान्छे भयङ्कर डराउने त्यहाँको मान्छे, साउथ इन्डियाको थियो त्यो अफसर चाहिँ। साउथ इन्डिया आन्ध्र प्रदेशको नेपाली भनेपछि बहुत डराउँथ्यो, किनभने कति हाम्रो नेपाली दाजुभाइले खुकुरीले तर्साएका छन् तिनीहरूलाई है। यो पनि त्यस्तै हो है। भने त भित्र ढोका बन्द गरेर लुकिहाल्यो है। मैले पाउनुपर्ने रकम पनि दिएन, अनि म त झगडा गरेर निस्केँ है। अब मार्छु त भनेको छु, उदो निस्किँदैन। अब त्यसो नभने अलिकति पैसा त पाउने थियो नि, त्यो पनि मैले केही पाइनँ है। टोयटो डर लाग्यो, त्यो भित्रै पस्यो। अनि म निस्केपछि म चाहिँ अर्को ठाउँमा जान्छु, मैले केही काम गर्नुपर्छ। अनि एकजना दाजुसँग मेरो भेट भयो। मैले त्यो सापको घरमा बस्दाखेरि हाम्रो हस्तमान राई जो जिनीबाट मैले जिम्मेवारी दाजु हुनुहुन्छ, उहाँ चाहिँ पाइपहरू बनाउने घरमा फिटर यो पाइप बनाउने यो प्लम्बर डिपार्टमेन्टबाट पठाइएको पाइप बनाउँदै आउनुभयो। बनाउँदाखेरि एउटा ट्याक्स बनाइदिनु भयो, पर्ची। त्यो पर्चीमा चाहिँ पछाडिपट्टि एलसेराई रेली रोड कालिम्पोङ लेखिएको थियो र पर्चीमा लेखिएको कुरा चाहिँ बडा मिठो लाग्यो मलाई है। मुक्ति र उद्धार, पापको क्षमा, स्वर्ग निश्चय छ भनिकन त्यहाँ त्यो कुरा लेखिएको थियो। पर्चीको हेडलाइनमा अग्रसूची सदा सुखी भन्ने लेखिएको थियो है, हेडलाइनमा है। त हाम्रो डानियल दाजुले नै सायद त्यो पर्ची लेख्नु भएको हुनुपर्छ है, उहाँले उहाँको लेखाइ हामीले बुझिन्छ। त्यो त्यस प्रकारले त्यो पर्ची लेख्दा मेरो मनमा एकदम गहिरो प्रकारको काम। यो ठाउँ त मलाई बुझ्नु पाएको भए यो रेली रोड कालिम्पोङ भन्ने कहाँ हो, यो एसएनआई भन्ने चाहिँ कहाँ हो है, म त्यहाँ जान पाएँ त बडा असल हुने थियो। यो कुरा बुझ्नु पाएँ त एकदम ठुलो चाहना भयो। तर त्यहाँका मान्छेले कतिले हाम्रो एसएनआईजनहरूका कुराहरू गर्थे, उनीहरू त गुनाह टेक्छन् अरे है। आटेर घन्टौँ 3-4 घन्टा सेवा गर्छन् अरे। हामी त्यस्तै गर्नु, तपाईँ घन्टामा कम्प्लिट गर्ने मान्छे भए साधारण प्रकारले यसो आयो, एउटा गाना गऱ्यो, दुईवटा वचन पढ्यो, हरहुर गरेर गइहाल्यो, एकचोटि प्रार्थना गरेर गइहाल्यो। त्यस्तो सिस्टम थियो। यहाँ नेपालमा कस्तै गर्छन् त्यो त मलाई थाहा भएन, त्यस्तो सिस्टम थियो। अनि त्यो कुरा उनीहरूले विरोध गर्दाखेरि मलाई त मनमा कष्ट लाग्यो। घुँडा टेक्नु त राम्रो कुरा हो, ईश्वरको सामने घुँडा टेक्नु भन्ने कुरा, किनभने हामी घुँडा टेक्दै आएको मान्छे है। पहिलादेखि हाम्रो जातैले घुँडा टेक्दै आएको, घुँडा टेक्नु ईश्वरको सामने आदर गर्नु हो, यो त राम्रो कुरा हो। मलाई मनले त्यही भन्यो, राम्रो कुरा हो। अब उनीहरूको मण्डली कहाँ थियो मलाई दाजुले बताउनु भएन, मलाई पनि थाहा भयो। अब त्यो ठाउँमा म पनि नयाँ, बल्ल 2-3 महिना त हुँदै थियो है। जान्नु नतान्नु लग्यो, पानीमा चुप्लुमा पार्यो है। विश्वास गर्नाले बप्तिस्मा लिँदा मुक्ति पाइन्छ भने त्यति है। केही न केही त्यस्तै मान्छेलाई चाहिँ के गराइरहेको हुन्छ, त्यसरी मान्छेलाई भरमाइरहेको हुन्छ। भरमाउ भयो नि त, त्यो एउटा पाँचो कुरा नबताइकन त्यत्तिकै गर्नु चाहिँ मिल्दैन। वास्तवमा कुरा राम्रो बुझाएको हुनुपर्छ, अनि बल्ल बप्तिस्मा दिन मिल्छ। मेरो विचारमा चाहिँ त्यो। र आज हाम्रो विश्वासी जनहरूमा पनि हामीले सोध्छौँ, प्रभु दासले सोध्नुहुन्छ, तिम्रो उद्धार भयो, पाप क्षमा पायो, पुरानो कुरा छ कि छैन, छोड्यो कि अहिलेसम्म पनि छ है। अब कस्तो मुक्ति पाएपछि तिमीले सटा पाउँछौ, कसरी चाहिँ जीवन व्यतीत गर्छौ, धेरै कुरा सोध्नुहुन्छ है। अनि अब त्यहाँ राम्रो बताउन सक्यो भने बल्ल बप्तिस्मा दिइन्छ है।
तर बताउन सकेन भने पर्खिनुपर्छ है भन्नुहुन्छ प्रभु दासले। पर्खिनुपर्छ है तिमी त भन्नुहुन्छ, अनि पर्खिनै पर्छ। त्यहाँ त्यस्तो थिएन। अनि त्यसको पश्चात म त्यो टेक्स्ट हातमा लिएँ, बाइबल त छँदै थियो, त्यो हातमा लिएँ, म निस्केँ। म एक ठाउँमा नागाल्यान्डमा अर्को ठाउँमा जानलाई खोजिरहेको थिएँ। त्यहाँ एउटा सानो काम थियो, त्यसले गर्दा त्यहाँ गएर एक दुई पैसा हाजिरा गरेर के काम गरेर मैले त्यो पैसा लिएर म वहाँ जान्छु सोचेको थिएँ, कालिम्पोङ। मेरो मनमा त्यो निश्चयता भइसकेको थिएछ। त्यो ट्रेकले गर्दा मेरो मन एकदम उथल पुथल पारिदियो है, उथल पुथल पारिदियो। अनि मलाई नागाल्यान्ड छोडेर म आसाममा आएको। आसाममा आउँदाखेरि आमगुडीमा आसाम पुलिसले पक्रियो मलाई। किन? यिनीहरूलाई पर्मिट थिएन, पास भन्छ नि, पास त थिएन। नागाल्यान्डको त मेरो चल्थ्यो, डिपार्टमेन्टमा थिएँ, बिजुली डिपार्टमेन्टमा, त्यहाँको त चल्थ्यो, तर आसाममा त चलेन। अनि आसामको पुलिसले मलाई आसाम पार गरिदियो, राम्रै प्रकारले पार गरिदियो। केही पनि गरेन, खानापिना उनले दियो, राम्रो प्रकारले पार गरिदियो। त्यति बेला आसाममा नेपालीहरूलाई निकाल्दै थियो, यो 2043 सालको कुरा हो। अनि म पनि त्यहाँ परेकोले मलाई पनि राम्रो प्रकारले पार गरिदियो। अब आसाम त पार गरिदियो, अब कहाँ जानु? हातमा पैसा पनि छैन है, अल्लमल्ल परेँ। अनि त्यहाँबाट म अब अन्जानमा परे पनि कोही टाटा ड्राइभरसँग कुरा गरेर मलाई सिलगढीसम्म चाहिँ पुर्याइदिए। मैले भने कुरा गरेर सिलगढीसम्म मलाई ल्याए। अनि त्यो रातमा सिलगढी बाहिर चोकमा बसेँ। त्यहाँदेखि त्यहाँ मान्छेलाई सोधेँ कोही चर्च छ कि छैन। अब उपाय त छैन, खोज्नुपर्छ चर्च है, किनकि चर्चका पास्टरहरूले त केही न केही है उपाय त गरिदिनुहुन्छ है। केही नभए तापनि कहीँ हाजिरा साजिरा गर्ने, केही रोजगारी गर्ने काम त बन्दोबस्त गर्नुहुन्छ। अरूको त मलाई कोही भरै लागेन, तर चर्चको पास्टरहरूसँग चाहिँ अलिकति मलाई भर लागेको थियो है। तर मेरो लक्ष्य चाहिँ थियो अलिकति भाडा चाहिँ बनाऊ, भाडा बनाउनु पाए त म कालिम्पोङ जाने, एकदम मनमा त्यो कुरा लागिरहेको थियो। त्यहाँ त्यो भयो। अर्को दिनै बिहान म सिलगढी टाउनमा हिँडेँ। हिँड्दा हिँड्दै चर्च सोध्दै सोध्दै गएको, फेरि एउटा विशाल सिनेमा हलको अगाडिपट्टि मैले चर्च सोध्न पुगेछु। त्यहाँ पछाडि गएको मान्छेले भने पछाडिपट्टि यहाँ चर्च छ त भने। अनि गएको त भित्रपट्टि पसेँ, चर्च घर त थियो है, तर यस्तो सानो बिल्डिङ, अलि यस्तो ठुलो घर थिएन, सानो घर थियो, यस्तो सानो घर थियो, बही घर। अनि अलिकति हल मात्रै सानो थियो, दुई चारवटा कोठा थिए, त्यति मात्रै थियो। बाहिर चाहिँ बङ्गला भाषामा प्रभुको वचनहरू लेखिएको थियो। त म केही बुझिनँ, म त स्कुलवाला आनेर सिधा पार भएर गएँ। किनभने नागाल्यान्डमा चाहिँ अब चर्च भनेपछि त क्रुस लगाएको हुन्छ, ठुला ठुला बिल्डिङहरू हुन्छन् है, त्यस्तै होला भनेर म त्यही खोज्दै खोज्दै आएको, तर होइन रहेछ। त्यहाँ गएँ, माउन्ट हर्मन प्रेयर हाउस है भनी लेखेको छ। अनि मान्छेलाई सोध्दै गएँ, त्यहाँ भित्र पुगेँ। हाम्रो बडा भिक्टर हुनुहुन्थ्यो, अहिले हाम्रो पानी ट्याङ्कीमा हाम्रो दाजु बेन्जामिन खत्री छन्, उनी त्यहाँ सेवा गर्नलाई सेवाको रूपमा उनी सिक्दै थिए, उनलाई त्यहाँ ट्रेनिङ दिइँदै थियो। अनि म त्यहाँ पुगेछु। भिक्टरबाट त एकदम कडा मान्छे, हकी मान्छे है। अनि त्यहाँ पुगेँ, पास्टरजी हुनुहुन्छ कि हुनुहुन्न भन्दै सोध्दै गएको म त त्यहाँ माउन्ट हर्मनमा। पास्टरजी सोद्धाखेरि बडा त उफ्रिँदै आउनुभयो, को पास्टर बनाएको को भनिकन उफ्रिँदै आउनुभयो। कोही पास्टर हुँदैन भन्नुभयो। पास्टर हुँदैन, म त गलत ठाउँमा पो आएछु कि, मलाई त्यस्तो लाग्यो। कसलाई खोजेको? म चर्च खोज्दै आएको भने। यता आउँदै भने फेरि भित्र बोलाउनु भयो। भित्र पछि हलमा कहाँबाट आएको, के हो, कसो हो भनिकन उहाँले सोध्नुभयो। होइन, मलाई त नागाल्यान्डमा काम गर्ने मान्छे, आसामको पुलिसले पार गरिदियो, म यहाँ आएँ, चर्च खोज्दै आएको भने। अनि त्यो एउटा सर्टिफिकेट दिन्छ कि ब्याप्टिस्ट चर्चमा, बप्टिस्मा लिएको, त्यो पनि मैले बोकेको थिएँ है। त्यत्तिकै अब यस्तो यस्तो भएको थियो भने सबै बताउनुको लागि, किनभने मेरो कुरा ढाँट्ने कुरा केही थिएन, सबै कुरा क्लियरली बताइदिन्थेँ। अनि म यस्तो यस्तो भएर भनिकन बताएँ। अनि बडाले सोध्नुभयो मलाई,
तिमीले मुक्ति पायौ त्यति मात्रै सोध्नुभयो बत्तिसमा लिएको त परमाणु कता देखायो मैले त्यसरी हेर्नुभयो माथि छ कि छैन भन्नुभयो माथि कहाँ त्यसरी भने स्वर्गमा नि छ कि छैन भन्नुभयो त्यो त मलाई थाहा छैन मुक्ति पायो मुखै भन्नु है कसरी जान्छौ माथि यो कागजले तिमीलाई माथि लान्छ भन्नुभयो मुखै भन्नुभयो है रातो पिरो भए अन्त के गर्ने है पछि चाहिँ त्यसो भए के गर्ने तिमीले यही कागजको चर्च खुट्दै जाने कि यहीँ बस्ने भन्नुभयो मैले सिधै भने तपाईँले राख्न चाहनुहुन्छ म बस्छु होइन भने अब के गर्ने कागजकै अब खोज्दै जानु पर्यो भने अनि मलाई एकछिन बस भन्नुभयो फेरि अनि फेरि प्रार्थना गरिदिनु भयो बसेर जब प्रार्थना गरेर त्यहाँ पनि झन् डराएँ म है प्रभु तपाईँ धन्यवाद छ हामीलाई यो समय दिनुभयो एकजना भाइ आएको छ चोर हो कि डाकु हो हामीले जान्दैनौँ तपाईँ जान्नुहुन्छ है र हाम्रो बिचमा आएको छ या हाम्रो उद्धार पाउनको लागि ल्याउनु भएको हो या केही उद्देश्यले आएको हो हामी जान्दैनौँ प्रभु तपाईँ कुरा प्रकट गरिदिनुहोस् यीशु नाममा हामी छोटो प्रार्थना गरिदिनु भयो है मलाई छक्कै परे हो कि डाकु भन्नुहुन्छ पुरा यत्रो डिटेल बताउँदा पनि बडाले विश्वास भएन मलाई त्यो भयो झन् डराएन है नयाँ ठाउँमा त डरै हुन्छ अब बडा चाहिँ कडा प्रकारले बोल्ने हामी जस्तो नर्मल प्रकारले बोल्नुहुन्न त्यो एकदम जोडले बोल्ने उहाँको आवाज नै त्यस्तै मान्छे त दयालु नै हो तर पनि आवाज चाहिँ एकदम कडा अनि बडाले एकछिन बस्नुमा लाउनु भयो चिया खाजा पनि दिनुभयो अनि पछि चाहिँ के गर्ने तिम्रो कागजको चर्च खोज्दै जाने कि यहीँ बस्ने भन्नुभयो है तपाईँले जा भन्ने जान्छु तर मलाई एउटा पर्ची पाएको छु कि नागाल्यान्डमा त्यो पर्ची त मलाई साह्रै मन पर्यो यहाँ एलसिदाई रेली रोड कालिम्पोङको एड्रेस रहेछ म यहाँ साह्रै जानु मन लाग्यो भन्ने बडाले सिधै कुरा गरेँ ए यो कहाँ पायो तिमीले नागाल्यान्डमा पाएँ यो राम्रो अब बस्छ भन्नुभयो है बडाले फेरि स्वीकार गर्नुभयो अब बस्छ कहीँ जानु पर्दैन बस्छ भन्नुभयो अनि बडाले 2 दिन 3 दिन पुरा राम्रो प्रकारले वचन सुनाउनु भयो है पछि सोमबारको बेलुकी थियो सोमबार वचन सुनाउनु भयो बिहान बेलुकी फ्यामिली प्रे हुन्थ्यो है मात्र प्रभुको घर र प्रभुको जनहरूको उपस्थिति भन्ने त्यहाँ मलाई थाहा पाएँ मैले है पहिला गएको सबै होडी लाग्यो मलाई है त्यहाँ त यस्तो शान्ति र आनन्दको समय मलाई लाग्थ्यो कि है सही ठाउँमा पुगेको चाहिँ मलाई त्यो लाग्यो मन्दिरले प्रार्थनामा पनि कस्तो राम्रो डिसिप्लिन है दिदीबहिनी छुट्टै बसेको दाजुभाइ छुट्टै बसेको है वचन अनुसार दिदीले शिरमा कपडा लगाएको गरगहना पनि केही नदेखेको छक्कै परे है कति राम्रो प्रार्थना पनि एक एकजनाले रोइकन प्रार्थना गरेको एकदम म त त्यहाँ भकारिएँ है एकदम मेरो हृदय पनि त्यहाँ त्यसै पनि एकदम के भयो अब साँचो ठाउँमा आएको जस्तो मलाई लाग्यो खुसी पनि लाग्यो अनि बुधबार दिन बेलुकी बडाले बोलाउनु भयो भाइ तिमी आऊ तिमीले ग्रहण गर्नुपर्छ भनिकन भन्नुभयो ग्रहण पनि के ग्रहण गर्ने हो आइ भने प्रभुले फेरि वचन सुनाउनु भयो 1 घन्टा एपिसिएको दिएको 7 पद उहाँले पहिला सुरुमा त्यो वचन दिनुभएको पहिला सुरुमा एपिसिएको दिएको 7 पद पढिदिनुहोस् भेट्नु भएको उहाँमा हामीले उहाँको अनुग्रहको धान अनुसार उहाँको रगतद्वारा पापहरूको हामीले के पाएका छौँ अरे क्षमा पाएका छौँ उहाँको रगतद्वारा छुटकारा पापहरूको क्षमा रगतद्वारा छुटकारा पायो पाएन है पापको क्षमा पायो कसरी बप्तिस्मा लियो कसले दियो त्यो भनेन तिमीलाई यो वचन सुनाएन भन्नुभयो सुनायो है तिमी त मुर्दा क्रिस्चियन रहेछौ भन्नुभएको है त्यहाँबाट फेरि झसँग क्रिस्चियन पनि मुर्दा र जिउँदा हुँदो रहेछन् कि क्या हो त्यो सोचेँ मैले है हो अनि बडाले आफ्नो कुरा बताउनु भयो म पनि मुर्दा क्रिस्चियन नै थिएँ जबसम्म हाम्रो घरमा मुक्ति आएन तब त्योभन्दा पहिला मेरो बाउ बाजे बराजुसम्म हाम्रो खुबै इसाई अर्थात् क्रिस्चियन घराना हो मेरो है तर हामीमा सबै गरगहना लाउने गर्थ्यौँ खानपिन संसारकै थियो हाम्रो बोलीचाली संसारकै थियो खेलकुद संसारकै चल्थ्यो गाना बजाउन संसारकै चल्थ्यो
है खालि नाम मात्रका हामी एउटा ख्रिस्टानको नाम लिएर बसेका थियौँ। तब जोर्डन चिकन भाइजी आउनुभयो, मेरो घरमा आउनुभयो, मेरो दोकानमा आउनुभयो, मुक्तिको बारेमा मलाई यसरी सोध्नुभयो, जसरी मैले तिमीलाई सोधेँ नि त्यसरी मलाई सोध्नुभयो। मुक्ति पायो, पाप क्षमा भयो है, म त जन्मजातै क्रिस्चियन हो भन्नुभएको रहेछ है। त्यसो गर्न हुँदैन, मुक्ति पाएको हुनुपर्छ, पायो कि पाएन सोध्नुभयो। होइन चलो आपका घर में म वचन सुनाउँगा भन्नुभएछ भाइ जोर्डन चिकन भाइजीले। उहाँलाई लिएर घरमा लानुभएछ अनि उहाँलाई वचन सुनेर ग्रहण गर्नुभएछ है। उहाँको साथमा हाम्रो भिक्टर बडाको दिदी बढी, हाम्रो पञ्चनाथ बडा है, अरू खुडुङ बडा, कुकु हुनुहुन्थ्यो, एमके मुखिया, के मुखिया एकजना मुखिया बडा हुनुहुन्थ्यो, नायर बडा हुनुहुन्थ्यो। उहाँले एकसाथ ग्रहण गर्नुभएको रहेछ। यो 1947 को कुरा हो है। अङ्ग्रेजी महिनामा नेपालीमा कति पर्छ त्यो थाहा भएन है। सो त्यो कुरा हामीले हिस्ट्रीमा सुन्यौँ पढ्यौँ है, त्यो कुरा हामी बताइरहनु पर्दैन। त्यसरी सुरु भयो। बडाले त्यो कुरा मलाई बताउनु भयो, यस्तो यस्तो भएको है, म पनि मोजा थिएँ, पापको क्षमा भएको थिएन, संसारिक जीवन मेरो थियो है, म संसारिक कुराहरू म रमाउँथेँ, संसारिक कुरा खेलकुदमा किनभने हाम्रो भिक्टर बडा चाहिँ फुटबल खेलाडी है, राम्रो फुटबल खेल्ने खेलाडी मान्छे अरे। तर बडाले जब मुक्ति पाउनुभयो, प्रभुको सेवाको लागि उहाँले आफ्नो ज्यान दिनुभयो है। उफ्री प्रचार गर्नुहुन्थ्यो। माउन्ट धर्म सिलगढीतिर पुरा बजार प्रचार गर्नुहुन्थ्यो। तर त्यहाँ कालिम्पोङको वारिपारि उहाँले सिक्किमको विभिन्न भागहरूमा प्रचार गर्नुभयो है। उहाँले जति साह्रो जोस चाहिँ प्रचार गर्नुहुन्थ्यो। ए मुक्ति यो रहेछ, पापको क्षमा यो रहेछ है, खालि धर्मको क्रिस्चियन भएर हुँदैन रहेछ भनिकन उहाँले एकदम ठोकी भन्नुहुन्थ्यो है। चिच्चाइ खराइकन कसैसँग नडराउने है, कसैसँग नडराउने मान्छे। त्यो समयमा पूर्व नेपालमा उहाँले प्रचार गर्नु भएको रहेछ है। त्यो बिबी तामाङ जो धेरै समय उहाँ जेलमा पनि बस्नु भएको थियो, त्यो समयमा उहाँले प्रचार गर्नुभयो। त्यस्तो प्रकारको त्यो कुरा मलाई बताउनु भयो। अनि बल्ल मैले बुझेँ जीवित क्रिस्चियन भनेपछि बल्ल ग्रहण गरेपछि मात्रै प्रभु यीशु ख्रीष्टको पाप धोइएपछि मात्रै जीवित प्रभुको जन्म हुने रहेछ, नै त त्यो मुर्दै रहेछ भनिकन उहाँले बताउनु भयो। मेरो मन खुसी भयो। अनि बडाले भन्नुभयो, तिमीले यो पर्ची ल्याएको ठाउँमा मेरो घर उही छ, कालीपुरमा उही जानुपर्छ। लानुभयो, जेवानीसीमा राख्नुभयो आफ्नो घरमा। त्यहाँबाट एलसिराई सेवा गर्न गएँ। त्यहाँ झन् मलाई नयाँ प्रकारले म त्यहाँ सेवा गर्न पाएँ है। 1 वर्ष चाहिँ म त्यहाँ बस्ने मौका पाएँ। धेरै कुराहरू त्यो सङ्गति र सेवकाईद्वारा मैले सिकेँ, थाहा गरेँ। अनि हाम्रो बडाले मलाई सेवकाईको लागि निस्किनुपर्छ भनेर मलाई भन्नुभएको थियो। मैले गल्ती गरेको कुरा पनि बताउँछु है। राम्रो कुरा त मुक्ति पाएँ, घर पाएँ, फेरि नयाँ प्रकारले प्रभुकोमा आएँ है। तर प्रभुको दासले के भन्नुभयो, तिमीले प्रभुको सेवा पनि गर्नुपर्छ है भाइ भन्नुभयो। 1 वर्ष उहाँको घरमा रहेपछि मेरो चाला भाला धरम धन सबै थाहा पाउनुभयो है। यो मान्छेले सेवा गर्छ भनिकन उहाँले मलाई सेवकाईमा हिँड्नुपर्छ भनिकन भन्नुभयो। त्यो समयमा हुन्छ भने नागरिकता बनाउनुपर्छ भनेर नेपालबाट खबर आएकोले म झट्टै यहाँ गाउँमा आएर नागरिकता पनि बनाएको 2045 सालमा नागरिकता बनाए पश्चात चाहिँ मेरो गाउँकोले चाहिँ अब नागाल्यान्डतिर गइस्, पैसा कमाइनस्, तब त दिल्ली जा, यता जा, उता जा भनिकन मलाई धेरै प्रकारको कुराहरू गरे। पैसा कमाउनु पर्छ, त्यसको बादमा अरू कुरा भनिकन गए। अनि अब सबैको त्यही त हो है, कमाइकै कुरा हुन्छ। परदेश जानु त कमाइको लागि जान्छ भनिकन उनीहरूले धेरै कुरा मलाई बहुत प्रेस गरे, बहुत दबाब दिए। अनि मन नपरि म दिल्ली गएँ। दिल्ली गएँ, 5-6 महिना बसेँ, बट्टै केही मन परेन। सङ्गति छैन, सेवा छैन है, वचन पनि पढ्नु पाउँदैन, बिहानदेखि बेलुकीसम्म काम। मलाई एकदम अशान्ति लाग्यो। बरु नुन भात खान पाऊ, कोही बात छैन। प्रभुको जनहरू भएको ठाउँमा म सङ्गति गर्न पाएँ, मेरो लागि सौभाग्य कुरा हुनेछ भनिकन म त्यहाँबाट सिधा नागाल्यान्ड पुगेँ। दिल्लीबाट सिधै नागाल्यान्डमै पुगेँ है। अब नागाल्यान्ड पुगे तापनि के गर्ने, हाम्रो मण्डली त थाहै त थिएन है। अलिक दिन अरू त्यहाँ यत्तिकै अरूसँग त्यहाँ यत्तिकै बसेँ। म पछिबाट यहाँ हाम्रो हस्तमान दाजुलाई पनि चिठी लेखेँ। त्यो जुन त्यहाँ दाजुले मलाई पर्ची दिएको थियो, म त्यो अन्दाजमा लेखेँ। उहाँले भन्नुभयो मेरो नाम हस्तु हो,
हस्तिमान राई हो है, म यहाँ पाइपको काम गर्छु भनेपछि उहाँले त्यो भन्नुभएको कारणले गर्दाखेरि मैले त्यो अन्दाज लगाइहालेँ। हस्तिमान राई, हस्तु राई लेखेँ, हस्तिमान पनि लेखिनँ, हस्तु राई लेखेँ, पिएचई डिपार्टमेन्ट जिनीबुटो नागाल्यान्ड भन्ने चिठी एउटा लेखेको थिएँ। पहिला त चिठी आजभोलिको मोबाइल जस्तो जमाना थिएन। चिठी लेखेँ, पुगे त उहाँ, दाजु म त यस्तो यस्तो प्रभुलाई ग्रहण गरी बक्समाले फेरि म नयाँ प्रकारले सेवा गरेर म प्रभुमा आएको छु, म त यस्तो यस्तो ठाउँमा पो छु त, म नुनामा छु त भने। अनि त्यहाँ गएपछि उहाँले मलाई फेरि चिठी पठाउनु भयो, भाइ फलाना ठाउँमा मण्डली छ, तपाईँ आउनुहोस्। उहाँले मण्डली बताउनु भयो, त्यो ठाउँमा गएर केही समय सेवा गर्नु पाएँ है, सेवा गर्न पाएँ। त्यसको पश्चात चाहिँ हाम्रो बडाले फेरि पनि मलाई चिठी लेखेर पठाउनु भयो, तिमीले सेवा गर्नुपर्छ, मसँग आऊ भनिकन धेरैचोटि उहाँले भन्नुभयो। तर मैले त्यो कुरा चाहिँ मैले पर 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 सार्दै गएँ है। प्रभुले मलाई वचन पनि दिनुभएको, यो अप्रिलको 13 अध्यायको 47 पद, त्यो पनि पढिदिनुहोस्, वचन पनि दिनुभएकै हो। तर मैले नमानिकन त्यत्तिकै उता गएको, किन पैसा चाहियो मलाई है, पैसा चाहियो। प्रभुको सेवा भन्दा मलाई के को चाहना धेरै भयो, पैसाको चाहना भयो। पहिलाको सङ्गतिको मिठास र त्यो गुलियोपन के भयो, आस्ते 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 बिलाउन थाल्यो। सङ्गति हराएपछि सबै हराउँदो रहेछ है। जब सङ्गति छोडिन्छ नि, टाढिन्छ नि, सबै कुरा हराउँदै जान्छ है। वचन पढ्नु पनि, प्रार्थना गर्नु हामी गर्छौँ, तर पनि त्यो जोस र उत्साह भन्ने कुरा चाहिँ हराएर जान्छ। यस्तै प्रभुले यसरी आज्ञा गर्नुभएको छ, मैले तिमीलाई अन्य जातिका ज्योति हुनका निम्ति हराएको छु, पृथ्वीको छोरसम्म मुक्तिको कारण हुनुपर्छ भनिकन भन्नुभएको थियो। अन्य जातिको ज्योतिका निम्ति तिमीलाई ठहराएको है, मुक्तिको कारण, अरूले मुक्ति पाउने कारण हुनुपर्छ है भनेपछि मेरो सेवा अरूलाई बताउनुपर्छ है, जो तिमीले पायो यो कुरा बताउनुपर्छ है भनिकन त्यो सेवा दिनुभएको थियो। तर मैले त्यो कुरालाई अलि वास्ता गरिनँ, गल्ती चाहिँ मैले त्यहाँ गरेको है। मैले जति पैसा खोज्दै गएँ, पैसै दिनु भएन प्रभुले। मेरो सेवा नगर्ने त है, पैसा कमाउन गएको, दिनु भएन। 10, 12 वर्ष 15 वर्षसम्म दिनु भएन है। जे काम गरे पनि हुँदै हुनु। प्रभुको काम छोडेर आफ्नो आफै धनी हुन खोज्ने माथि कहिले पैसा हात लाग्दैन रहेछ है। म त्यहाँबाट निश्चित भयो, म एकदम फेरि सङ्गति त म गरिरहेको छु, मण्डली पनि म गइरहेको छु, सङ्गति सेवा गरिरहेको छु है, वचन प्रार्थनामा गरिरहेको छु है, अरू हर सेवामा एटेन्ड गर्छु। र पनि प्रभुको सेवाको लागि तिमीले दान दिनुपर्छ, निस्किनुपर्छ भनिकन त्यो दिएको वचनलाई मैले वास्ता नगरेको। त्यसले गर्दाखेरि म पैसा चाहियो, मलाई पैसा लिएर घरेर किन्नु पऱ्यो, घर बनाउनु पऱ्यो, बस्नु पऱ्यो, अनि त बल्ल सेवा गर्नु पऱ्यो। मेरो माइन्डमा त त्यही थियो है। हुन त पैसा पनि चाहिन्छ, घर पनि चाहिन्छ है, जङ्गलमा बस्ने कुरा त आएन है, चाहिन्छ। प्रभुदासले त्यति राम्रो मलाई आइडिया दिनुभएको थियो, तिमी यहाँ आऊ, तिमीलाई पैसा चाहियो त पनि म तिमीलाई कामै दिन्छु, बन्दोबस्त गरिदिन्छु यहाँ है। सिलगढीमा थुप्रै काम पाउँछ, या त कालिम्पोङमा पाउँछ, यहीँ आऊ, काम गर्दै मसँग सेवा गर भनिकन भन्नुभएको। र पनि त्यो कुरालाई हल्का मानिकन मैले उता ल्याएकोले धेरै मैले आशिष गुमाएको है, धेरै आशिष मैले त्यसरी गुमाएँ। अनि घटी कमी समस्या भन्ने कुरा चाहिँ मैले आफूलाई निम्ति आएको। प्रभुले भन्नुहुन्छ एउटा कुरा, मैले गर्छु अर्को कुरा। त्यसले गर्दाखेरि यो कुरा चाहिँ आज हामीलाई प्रभुले जब सेवकाईको लागि भन्नुहुन्छ तब हामीले गरेनौँ भने हामीलाई पनि केही हात लाग्दैन है। जति कोसिस गरे पनि हातै लाग्दैन है। डोकोमा दुध दही बराबर हो, के बस्छ त्यहाँ डोकोमा, बस्दैन, सबै जान्छ। त्यस्तै प्रकारको मेरो अवस्था भयो है। अनि त्यस प्रकारले म फेरि पश्चाताप गर्दै त्यो कुरालाई मानिलिन थालेँ। मलाई त गल्ती विश्वास हुन थाल्यो हो, मैले प्रभुको सङ्गति छोडेर अर्थात् सेवकाई गर्न छोडेर आफ्नो केही बनाउनुको लागि कोसिस गरिरहेको थिएँ, मेरो हात लागेन। यो मैले त्यो कुरा यो मूर्खतामा गरेको कारणले गर्दाखेरि मैले धेरै कुरा गुमाएँ है। म कुरा पश्चाताप गर्दै मानिलिन्छु भन्दै मनभित्र प्रार्थना गर्दै आफू हुँदै
बस्नु थालेँ अनि प्रभुले आफ्नो जीविका चल्नको लागि केही दिनुभयो र पश्चात पनि मानिलिएँ। फेरि प्रभुले मलाई सानोतिनो काम पनि दिनुभयो है, विश्वासी दाजुहरूको माध्यमबाट काम पनि दिनुभयो। काम गर्दै प्रभुको जनहरूसँग भार उठाउँदै है, जिनीगुटोबाट अग्नाटोबाट दिमापुरसम्म प्रभु दासले मलाई सेवकाईमा चेप्न थाल्नुभयो। तर वास्तविक जो सेवकाईलाई प्रभुले चुन्नु भएको थियो, जो सेवकाई गर भन्नुभएको थियो, त्यो नगरेकोले गर्दाखेरि मैले धेरै कुराहरू मैले गुमाएको है, गुमाएको मैले गर्दाखेरि प्रभुबाट टाढा भएर म केही गर्छु, केही गर्न सकिँदैन। यहाँ यौना 15 अध्यायको 5 पदमा कहाँ लेखेको थियो नि, मबाट अलग भएर चाहिँ गर्न सक्दैनौ है। हुन त प्रभुबाट अलग भएको होइन, ममा रहो म तिमीहरूमा। हाँगाले दागको बोटमा रहेन भने आफै फल फलाउन सक्दैन। त्यसरी तिमीहरू ममा रहिरहेनौ भने तिमीहरू पनि सक्दैनौ। दागको बोट मनै हो है, हाँगा हो, ममा रहन्छ म उसमा, उसले धेरै फल फलाउँछ। मबाट अलग भएर मबाट अलग भएर केही गर्न सक्दैनौ। त्यसले गर्दाखेरि जे काम गर्नुपर्छ पहिला प्रभुलाई स्थान दिनुपर्छ है। पहिला प्रभुलाई स्थान दिएको भए मेरो सबै प्रकारको मेरो जीवन अर्कै हुने थियो। जीवन सबै प्रकारको जीवन एउटा आशिषित र अर्कै जीवन हुने थियो। तर मैले त्यो कुरालाई अस्वीकार गरेको कारणले गर्दाखेरि मेरो जीवनमा धेरै प्रकारको उठार चढावहरू भए, कठिनाइ र समस्याको बिचमा भएर जानु पर्यो है। अप्ठ्यारो स्थितिमा भएर जहाँ प्रभुले लान चाहनुहुन्न थियो, तो मैले त्यो कुरा प्रभुको सेवकाईको लागि इन्कार गरेकोले भने मैले मान्न नचाहिकन आफ्नो पैसा बनाउनु, घर बनाउनु पट्टि लागेको कारणले गर्दाखेरि प्रभुले मलाई दिनु भएन, सबै कुरा ब्लक गरिदिनु भयो है। अनि जति गरे पनि जति उफ्रे पनि के काम है, कामै लागेन है। त्यसले गर्दाखेरि कतिजनालाई प्रभुले बोलावा गर्नुहुन्छ नि मानिहाल्नुपर्छ है। प्रभु दासले भनेको, प्रभु वचनबाट भनेको है, प्रतिज्ञा पाएको कुरा हामीले चाहिँ मान्नुपर्छ। मान्यो भने तब बल्ल आज हामीले आशिष पाउँछौँ अनि हाम्रो शारीरिक उन्नति, आत्मिक उन्नति पनि प्रभुले आज हाम्रो जीवनमा पुरा गर्नुहुन्छ। अनि जब नागाल्यान्डमा बसेँ अलि त भार उठाउँछु प्रभु जनहरूको साथमा मिलिकन, तर मलाई अलि लाग्छ पहिला मैले त्यो प्रभुको काम गरेको भए, किनभने जवानमा नै जुवा बोक्नु असल हो, नकस हो। जवानीमा प्रभुको जुवा बोक्नु असल हो। अब बुढो भएपछि कहाँ सकिन्छ, सकिँदैन नि है। बुढो भएपछि सकिँदैन, निकै साह्रो गाह्रो हुन्छ है। नाना भातीको बिमारले चेपेको हुन्छ है। घुँडामा बस्नु पनि घुँडै दुख्छ है। धेरै कुरो बस्नु पनि अब निन्द्रा पनि लाग्छ, धेरै कुराहरू हुन्छ। जवानमा हो जोस र उत्साह उमङ्गसहित सेवा गर्नको लागि। त्यसले गर्दाखेरि जवानको समयमा प्रभुले बोझ उठाउनु बडा असल कुरा हो। मलाई पनि त्यसरी प्रभुले सेवकाईको लागि भन्नुभएको थियो, मैले त्यो कुराहरू इन्कार गरेकोले मैले सबै कुराहरू गुमाएँ भन्ने कुरा तपाईँलाई बताएँ है। यो कुरा चाहिँ छ, अब यो बिचका धेरै कुराहरू छन्, यो कुराहरू मैले अब म नबताउँला है, किनभने त्यो कुराहरू अब त्यो लिएर पनि हामीलाई केही आत्मिक फाइदा हुने कुरा त्यहाँ छैनन् है। आत्मिक फाइदा हुने कुरा चाहिँ छैनन्। अहिले म नागाल्यान्डमा उहाँको एकजना बहिनीसँग प्रभु दासले बिहा गराइदिनु, हाम्रो डानियल दाजु जो बाइबल ट्रान्सलेट गर्नुभयो, उहाँले नै मलाई उहीँको एकजना बहिनी जो उहाँ कालेबुङमा पनि बस्नु भएको थियो, त्यो बहिनी 3-4 महिना उहाँ बस्नुभयो। अनि उहाँ त्यही बहिनीलाई नै उहाँले विवाह गराइदिनु भयो। बस्यौँ 22 वर्षसम्म। अनि उनको हाई प्रेसर अचानक भयो। अनि यो 2004मा उनलाई एउटा प्रतिज्ञा आएको थियो, मैले तिम्रो प्रार्थना सुने, तिम्रो आँसुदेखि तिम्रो अहिले 15 वर्ष बढाइदिन्छु भनिकन प्रतिज्ञा आएको थियो। यशायाको किताब 38 अध्यायबाट है, 5 पद हुन सक्छ। त्यो प्रतिज्ञा आएको थियो 2004मा। र 2019मा उनलाई प्रभुले लानुभयो। त मलाई त वास्तै थिएन है, वास्तै थिएन। म त्यो वास्तै गरेको थिएँ प्रतिज्ञाको। त्यो 2004मा प्रतिज्ञा त मैले सधैँ क्लेम गरेर पढ्ने गर्थेँ, अनि त्यो मैले बिर्सिसकेको थिएँ। अब प्रार्थना सुने, आँसु देखे भन्ने प्रतिज्ञा त पाइरहन्छ, यो कुरा सामान्य हो।
15 वर्ष आयु बढाइदिन्छु भन्ने कुरा पनि लेखेको छ। अब मेरो जहान त खुसी भयो। त्यो समयमा ऊ बिमारी थियो, एकदम बिमारी थियो र श्रीमान म त बिमारी छु है, अब मेरो त के हुन्छ थाहा थिएन भनिकन उसले त्यो चिन्ता गरिरहेको थियो है। पत्रिका उठायो, पत्रिका त्यही पायो, त्यो त आयु 15 वर्ष बढाइयो। पछिको बाद उसको शरीर राम्रो भयो आफै आप है, आफै आप राम्रो, केही ट्रिटमेन्ट पनि गर्नु परेन। 15 वर्षसम्म 15 वर्ष भयो, अचानक उसलाई प्रेसर भयो, हेऱ्यो किडनी खराब छ भयो, किडनी खराब भएको रहेछ। त्यही किडनी खराबकोले प्रेसर बढेछ, एकैचोटि गइगयो है। पछिबाट पत्रिका हेर्दाखेरि पत्रिकामा त्यो कुरा लेखेको मैले भेटेँ। उनको बाइबलमा त्यो पत्रिका थियो, त्यो पत्रिका मैले पढेँ। भेट्नु भयो भने पढिदिनुहोस्। हिजकियालाई भनिदेऊ, दाउदका परमेश्वर यस्तो भन्नुहुन्छ, मैले तिम्रो प्रार्थना सुनेको छु, आँसु देखेको छु, म तिम्रो आयुमा 15 वर्ष थपिदिनु भयो। ठक्क 2019मा हिसाब गर्नुहोस्, 15 वर्ष टक्कै पुग्छ है, टक्कै पुग्यो। पछि पत्रिका जब पाएँ म ढुक्कै भएँ। प्रभुले भन्नुभयो, पुरा भयो है। अब त्यहाँ रुनु कराउनु केही कुरा छैन, सवाल छैन नि त त्यहाँ है। तपाईँले पत्रिका सहित नै लानुहुन्छ। पत्रिका त्यही फाल्तु दिएको कुरा होइन। जब हामीले पत्रिका पाउँछौँ, वार्षिक पत्रिका पाउँछौँ, बत्तिसमाको पत्रिका हामी पाउँछौँ, यो कुरा चाहिँ आज हामीले यो के गर्नुपर्छ, हामीले क्लेम गर्नुपर्छ। मलाई पनि पत्रिका बत्तिसमाको पत्रिकाको कुरा गर्दाखेरि पत्रिकाको कुरा याद आयो। हिब्रू 13 अध्यायको 5 पद मलाई पत्रिका पाएको थिएँ बत्तिसमा लिँदाखेरि। एलसिदाईमा हाम्रो फुटुङ बुढाले पत्रिका दिँदाखेरि उहाँले पढेर सुनाइदिनु भयो। तिम्रो चालचलन पैसाको लोभ रहित होस्, तिमीसँग जे कुरा छ सन्तुष्ट गर। उहाँ आफैले भन्नुभएको छ, म तिमीलाई कुनै रीतिले छोड्ने छैन, कुनै रीतिले त्याग्ने छु। बत्तिसको पत्रिका त क्लियरै थियो नि त है। त्यति बेला मैले हिन्दी बाइबल पढ्ने गर्थेँ। बाबाले भन्नुभयो नेपाली बाइबल पहिलाको राम्रो उल्टा राम्रो छैन, हिन्दी बाइबल पढ्ने गर, हिन्दीमा केही सुधार छ भनिकन उहाँले फेरि हिन्दी बाइबल दिनुभयो। हिन्दी बाइबल पढ्न थालेँ है। त्यहाँ लेखेको थियो, सब प्रकार के लोग से अलग रहो, जो तुम्हारे पास है उस पर संतुष्ट रहो भन्ने कुरा मैले पत्रिका त्यसरी पढेको थिएँ है। ममा भएको कुरामा म सन्तुष्ट रहनुपर्ने है। सबै प्रकारको लोकबाट म अलग बस्नुपर्ने, तर काम के गरेँ, उल्टा गरेँ ठिक्कै है। काम के गरेँ, उल्टा काम गरेँ। सबै प्रकारको लोकबाट अलग बस्यो, सबै प्रकारको लोकमा पस भने जस्तो भयो है। त्यस्तै यही काम गरेँ नि त। गल्ती सुरुबाट मैले त्यो काम बिगारेँ है। त्यो वर्षमा त गरेन, अर्को वर्षमा त्यो काम मैले बिगारेको है। त्यसले गर्दाखेरि तपाईँले पत्रिका दिएको कुरा चाहिँ मान्नुपर्छ है। उहाँले कसले चाहिँ दिन छोड्दिन भन्नुभयो, त्यो कुरा उहाँले पुरा गर्नुभयो है। प्रभु भर पर्ने जिउनुपर्छ भन्ने कुरा बताउनु भयो, तर मैले त्यो कुराहरू आफ्नै तरिकाले जिउन खोजी गरेँ। आज म के गरेँ, गएँ त सबै कुराहरू पहिलाको कुराहरू बिर्सिन थालेँ है। त्यसले गर्दाखेरि सबै प्रकारको हल्का प्रकारले लिएको कारणले गर्दाखेरि प्रभुले पनि र सबै प्रकारको आम्दानी हुने कुरा, सबै प्रकारका बनाउने कुरा है, कमाउने कुरा ब्लक गरिदिनु भयो है। काम नजाने सबै कुरा जान्दा जान्दै पनि ब्लक गरिदिनु भयो। त्यसले गर्दा सबै कुरा प्रभुको हात छ है। जहाँ पनि काम गर्छौँ, चाहे नेपालमा गर्छौँ, चाहे भारतमा गर्छौँ, चाहे विदेशमा गर्छौँ, जो प्रभुले भन्नुभयो त्यही अनुसार हामी गऱ्यौँ भने, प्रभुको हात अनुसार, प्रभुको प्रतिज्ञा अनुसार, वचन अनुसार गऱ्यौँ भने तब बल्ल हामीले आशिष पाउँछौँ। प्रभुले गर भन्नुभयो गर्ने, ठिकै छ है, गर भने गर्ने। त्यति बेला गोठालाको देखि आवश्यकता थियो, सेवकहरू थिएनन् माउन्ट हर्मनमा, सेवा गर्ने सेवक कोही पनि थिएनन्। त्यसले गर्दाखेरि मलाई धेरै फोर्स गर्नुभयो, धेरै उहाँले कोसिस गर्नुभयो सेवकाईमा निस्किनुको लागि, उहाँलाई साथ दिइकन उहाँको साथमा काम गर्नको लागि। तर मैले त्यो कुराहरू हल्का रूपमा लिएँ है। पहिला आफ्नो बनाउँछु, त्यसको बादमा गर्छु, गर्न त नगर्ने भनेको होइन, गर्छु, तर आफ्नो बनाउँछु गर्छु भन्नाले काम बिग्रिएको है। यस्तो प्रकारको मेरो जीवनमा भएको कुरा हो, यो कुरा भयो।
प्रभुले प्रतिज्ञा जो दिनुहुन्छ हामीले मान्नुपर्ने रहेछ भन्ने कुरा हामीले यहाँबाट थाहा गऱ्यौँ। अघि हामी पढ्यौँ प्रेरितको त्यसको 9 अध्यायको 15 पद पढ्यौँ। चुनिएको भाँडा भनिकन पढ्यौँ। चुनिएको भाँडामा एक दुई कुरा हामी हेरेर राख्छौँ है। चुनिएको भाँडा अझै एउटा ठाउँमा लेखेको छ, रोमी 9 अध्यायमा हुनुपर्छ। रोमी 9 अध्यायमा चुनिएको भाँडा, चुनिएको भाँडाको बारेमा एक दुई कुरा हामी हेरेर राख्नेछौँ, किनभने मैले वचन भन्दा गवाई नै धेरै लामो गरिदिएँ होला। अब बिचका कुराहरू धेरै छन्, त्यो कुराहरू नभनेकै असल हुन्छ। 9 अध्याय त्यसको 23 पद पढिदिनुहोस्। यो उहाँले महिमाका निम्ति पहिलेदेखि तयार पार्नु भएको दयाका भाँडाहरूप्रति आफ्नो महिमाको धन प्रकट गर्नलाई देखाउनु भयो। उहाँले पहिलादेखि तयार पार्नु भएको है, आफ्नो महिमाको निम्ति तयार पार्नु भएको दयाका भाँडा। तपाईँ हामीलाई हाम्रो परमेश्वरले दयाका भाँडाको रूपमा के गर्नुभएको छ अरे? तयार पार्नु भएको छ अरे। दयाको भाँडा भन्नुभएको छ यहाँले, आफ्नो धन प्रकट गर्नलाई देखाउनु भयो। उहाँको महिमाको धन त्यो भाँडाभित्र राख्नको लागि। आज तपाईँ अनि हामी चाहिँ एउटा भाँडा हौँ, उहाँलाई प्रयोगमा आउने हामी असली भाँडा आज हामी भएका छौँ। नै त परमेश्वरले धेरै भाँडा बनाउनु भयो है, धेरै त भाँडा बनाउनु भयो। 22 पदमा पढिदिनुहोस्, यसैको 21 पददेखि पढिदिनुहोस्। ये माटोमाथि उमालेको अधिकार छैन र हजुर ढिकाबाट एउटा भाँडा आधारका निम्ति के उहाँको अधिकार थिएन र? उहाँको हातको कुरा होइन र? एउटा आदरको निम्ति अनादरको निम्ति बनाउने उमालेको हातमा भाँडाको अधिकार छ भने आज परमेश्वरले आज तपाईँ हामीलाई बनाउने उहाँको हातको अधिकारको कुरा हो। के प्रभुको सेवकाईको लागि उहाँले बोलाउनु भएको छ, सेवकाईको भाँडाको लागि चुन्नु रहेको छ। हामी यो कुरामा लागिरह्यो भने बल्ल हामी त्यसको आदर हामी पाउँछौँ है। अगाडि पढिदिनुहोस्। यदि परमेश्वरले आफ्नो क्रोध देखाउने सामर्थ प्रकट गर्ने इच्छा गरेर विनाशका निम्ति बनाएका क्रोधका भाँडाहरूप्रति खुबै सहनशीलता देखाउनु भयो भने के भयो त? उहाँले क्रोधका निम्ति बनाएका भाँडा। तपाईँ हामी पनि क्रोधकै भाँडाहरू थियौँ एक समय। प्रभु नचिन्दाखेरि नजान्दाखेरि क्रोधकै भाँडाहरू थियौँ। एपिसीमा भन्दैछ नि, तिमीहरू के थियौ अरे? एक कतिको 4 छ त्यो एपिसीमा त कुरा लेखेको छ। 2 अध्यायको 4 पदमा उनको कतिमा छ? जब पनि तिमीहरू क्रोधका सन्तान थियौ भन्ने लेखिएको छ त्यहाँ है। त्यसले गर्दाखेरि हाम्रो स्वभाव, हाम्रो सबै हामी बानी क्रोधको सन्तानकै रूपमा हामी थियौँ। नासुनी मध्येमा यस प्रकार लेखिए अनुसार क्रोधका भाँडाहरू हामी थियौँ। तर परमेश्वरले के गर्नुभयो? ठुलो धीरज साथ सहनशीलता देखाउनु भयो, दया गर्नुभयो, हाम्रो लागि उहाँले सही दिनुभयो। र आदरको भाँडा प्रभुले आज हामीलाई के गर्नुभएको छ? बनाउनु भएको छ। दोस्रो तिमोथी 2 अध्याय त्यसको 20 पदमा हुनुपर्छ। ठुलो घरमा सुन्दर चाँदीका भाँडाहरू मात्र हुँदैन, काठ र माटोको पनि हुन्छ। कति आदरका निम्ति कति अनादरका निम्ति पनि हुन्छन्। अब 21 पनि छ। 20मा 21 मा पढिदिनुहोस्। 21 मा पढ्नुभयो। मानिसले शुद्ध पार्छ भने आदरको भाँडा बन्ने छ, पवित्र पारिएको मालिकको काममा आउने असल कामका निम्ति तयार पारिएको हुन्छ। आज तपाईँ हामीलाई परमेश्वर असल कामको भाँडा बनाउन प्रभु चाहनुहुन्छ। ठुलो घरमा धेरै आदर अनादरका भाँडाहरू हुन्छन् है। कोही काम लाग्ने हुन्छ, कोही काम नलाग्ने हुने है। त्यहाँ काठको पनि हुन्छ, माटोको पनि हुन्छ, हर तरिकाको हुन्छ है। तर एउटा उदाहरण देखाउनु भयो। 21 पदले चाहिँ हामीलाई पुरा स्पष्ट पारिदिएको छ कि
आज हामी आफैलाई शुद्ध पार्छौँ भने हामी आदरको भाँडा बन्नेछौँ अरे है। आफै आफूलाई शुद्ध पार्नु पर्यो। शुद्ध पार्ने काम चाहिँ तपाईँ हामीले गर्नुपर्छ। जीवनमा लथालिङ्ग मात्रै हुनु भएन। अब हामी आदरको भाँडा बन्नेछौँ अरे अनि अनि पवित्र पालिएको है अनि मालिकको काममा आउने पवित्र जीवन जिएको भन्दा हाम्रो यो शरीर जीवन पनि पवित्र भएको हुनुपर्छ है। पवित्र पारिएको हुनु पर्यो अनि अर्को मालिकको काममा अर्थात् परमेश्वरको काममा आउने भाँडा हामी बन्नु पर्यो है। परमेश्वरले मलाई पनि युज गर्न चाहनुभएको थियो आफ्नो भाँडा बनाउनको लागि। म त तर्किँदै गएर धेरैको उहाँले युज गर्नु भएन परमेश्वरले है। युज गर्न पाउनु भएन। त्यसले गर्दा भाँडाहरू है अनादरको कारण भयो है। त्यसले गर्दा यहाँ भन्दैछ मालिकको काममा आउने हरेक असल कामका निम्ति तयार पारिएको हुन्छ है। असल कामको निम्ति आज परमेश्वरले आज हामीलाई तपाईँ हामीलाई असल कामका निम्ति उहाँले सृजना गर्नुभएको जो एपिसी 2 अध्यायको 10 पदले भन्छ असल कामका निम्ति प्रभुले आज हामीलाई सृजना गर्नुभएको। हामी उहाँका कारिगर हौ अथवा हातका कलाहरू हौ है। हातका सिपहरू हौ भनिकन उहाँ लेखेको छ। हामी असल कामहरूका निम्ति सृष्टिमा सृजना गरिएका उहाँका हातका कारिगरी हौ। जुन कामहरूमा हिँड्नुपर्छ भनेर परमेश्वरले अघिबाटै तयार पार्नु भएको छ है। आज हामीलाई परमेश्वरले आज हामीलाई असल कामका निम्ति सृजना गर्नु भएको। हामी उहाँका हातका भाँडा हौ, कारिगरी हौ, सिप हौ। आज प्रभुले आज हामीलाई बनाइरहनु भएको छ दिन ब दिन है बनाइरहनु भएको। त्यसले गर्दाखेरि हामी भाँडाको उपयोग चाहिँ कसरी गर्नुहुन्छ उहाँले आदर प्रकारले आज हामीलाई त्यो आदरका निम्ति पवित्र हुनुका निम्ति अनि उहाँको काममा आउनुका निम्ति यस प्रकारले तयार पार्दै हुनुहुन्छ। तपाईँ हामीले परमेश्वरका योग्य चुनिएका भाँडा हौ। जो हामीले प्रेरित 9 अध्यायको 15 पदमा हामी पढ्यौँ चुनिएका भाँडा हामी हौ। अझै एउटा भाँडा छ माटाको भाँडामा चाहिँ के छ आत्मिक भण्डार छ। दोस्रो कोरिन्थी 4 अध्यायको 7 पदमा कहीँ लेखेको त्यो पढेर हामी राख्छौँ। टाइम पनि भयो। सामर्थको उत्तमता चाहिँ हामी बाटोको होइन परमेश्वरबाटकै होस् भनेर हामीसित यो भन्नु कहाँ छ अरे माटाका भाँडाहरूमा छ है। यो स्वर्गीय धन चाहिँ माटाको भाँडाहरूमा छ। अब हाम्रो हृदयको कुरा है सबै कुरा हाम्रो हृदयले सही प्रकारले मान्यो गऱ्यौँ भने हाम्रो माटाको भाँडामा सबै कुरा राखिएको छ है। एक दिन हामीले यो धन हामीलाई प्रभुले दिनुहुन्छ है। यो पृथ्वीमा धन सम्पत्ति थुपा स्वर्गमा धन सम्पत्ति थुपार प्रभुले त्यसरी भन्नुभएको थियो। मलाई पनि त्यही भन्नुभएको थियो है। स्वर्गको कुरामा धन सम्पत्ति थुपार है पृथ्वीको कुरामा होइन भन्नुभएको। तर मैले यो कुरालाई अलिकति हल्का लिन गरेको कारणले गर्दाखेरि मैले केही पनि प्राप्त गरिनँ। त्यसले गर्दाखेरि गर्नुपर्छ कामहरू त प्रभुलाई सोधेर प्रभुको नियम अनुसार गऱ्यो भने बल्ल हामीले पाउँछौँ। आफ्नो घर पनि बन्छ, जमिन पनि पाइन्छ, सेवाकाई पनि हामी गर्न सक्छौँ। र आफै बटारी नै हिँड्यो भने नोक्सान कसको आफ्नै हो है। लापरवाहीले नोक्सान ल्याउँछ है। तर आज्ञाकारिताले त्यहाँ जीवन ल्याउँछ है। आज्ञाकारिता भयो भने जीवन ल्याउँछ अनि हामी आदरको भाँडा हामी बन्नेछौँ। अर्को वचन हामीले एउटा पढेका थियौँ त्यो वचन सबैजना मिलेर पढ्छौँ अनि राख्छौँ। पहिला कोरिन्थी 1 अध्यायको 28 पद हामीले पढेका थियौँ त्यो पढेर हामी राख्छौँ है। अब त्यसको विश्लेषण हामी गर्दैनौँ। सबैलाई थाहा भएको कुरा हो है। कोही हामी यहाँ नयाँ छैनौँ है। थाहा भएको कुरा हो। अघि आराधनाको समयमा मलाई खुब खुसी लाग्यो। तपाईँले यस्तो मजाले आराधना गर्नुहुँदैछ बारी गरेर टक 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 छोटकरीमा है बिना रोकटोक। मलाई बहुत खुसी लाग्यो है। धेरै ठाउँमा यो हुँदैन। 15 वर्ष 20 वर्ष भएको हुन्छ कि आराधना चलाउन मान्दैन है। शब्दै निकाल्दैन है। मलाई दुःख लाग्दो कुरा हो त। त्यसरी तपाईँले आराधना खुला मनले चलाउनु भयो त्यसरी चलाउँदै जानुहोस्। तपाईँले बहुत खुसी भए आनन्दित भएँ है। यस प्रकारले चलाउनु गर्नुभयो। म पनि यो कुरा गरेर हेप्रोनमा भन्छु दिमापुरमा है। जस्तो प्रकारको विश्वास जोसिलो हुनु रहेछ यो कुराहरू उहाँलाई चाहिँ म बताउँदैछु है। बहुत खुसी लाग्यो है। अनि यो पढिदिनुहोस् त्यसको बाद हामी राख्छौँ। पहिला कोरिन्थी 1 अध्यायको 28 पद।
संसारमा भएका सबै प्रकारका निज कुराहरू तुच्छ ठानेका कुराहरूलाई हुँदै नभएका कुराहरूलाई है अनि भएका कुरालाई विक्रममा तुलाउनुको लागि धर्मका मान्छे थुप्रै थिए, बलवान पनि थुप्रै थिए, धनवान पनि थुप्रै थिए। सबैलाई प्रभुले पछाडि राखिदिनु भयो। तपाईँ हामीलाई प्रभुले चिन्नुभयो। मलाई यही गर्दा लाग्छ है, यही मलाई साह्रै खुसी लाग्छ। तपाईँहरूलाई देखे पनि त्यही खुसी लाग्छ है। हामी जस्तो मान्छेलाई, हुँदै नभएका मान्छेलाई प्रभुले चिन्नुभयो। हाम्रो स्वर्गीय देश अनन्तको देशको भागीदार प्रभुले आज हामीलाई बनाउनु भयो। आज हामी यति नै हामी राख्छौँ है। अनि प्रभुको वचनमा बोल्ने म कोही गल्तीलाई क्षमा गर्नुहोस्। अरू वचनहरू हामी समयमा प्रभुले समय दिनुभयो भने मेरो लागि प्रार्थना गरिदिनुहोस्। म पनि आज बेलुका सायद उठेर पूर्व नेपालमा म जान्छु। त्यहाँबाट एकजना हाम्रो विश्वासी दाजुको आमा हुनुहुन्छ इटहरीबाट, उहाँलाई लिएर दिमापुर लगेर जानु छ। लिएर आउनु है भाइ, मेरो आमालाई भन्नुभएको कारणले गर्दा उहाँलाई लिएर मलाई जानु परेको छ। सो तपाईँले आज यात्राको लागि आज